आज म यहाँ शालिग्राम बुवासँग छु। अधिकारी कृषि फर्म उहाँको यो टनेल पनि हो हैन। यसै गरी उहाँले विभिन्न तरकारीहरू सिजन बेसिजनमा सम्पूर्ण तरकारीहरू फलाउनु भएको छ। अहिले यो टमाटरको सिजन होइन बुवा? टमाटर काउली भन्दा यो तरुल म लिन पनि आएको निकाल्छु मैले। हजुर हजुर। अहिले चाहिँ नि मेरोमा काउली र बन्दा हजुर प्राय अब तयार भइकिन सकिसक्यो। र अहिले फेरि तपाईको हाम्रो माघे संक्रान्ति भनेको हाम्रो हिन्दूहरूको महान चाड पर्व हैन। त्यसको लागि चाहिँ अर्गानिक तरुल सट्टा लगाएको। यो मल्ल आज खन्न सुरु गरेको हो। यो अलि समय पर्याप्त नभएको हुँदाखेरि मैले यति मात्रै खने। म चाहिँ शालिग्राम अधिकारी। हजुर। मेरो सिसाढाँडी अधिकारी अर्गानिक कृषि फर्मबाट मेरो फर्म दर्ता छ। 5 नम्बर लिएको म एउटा व्यावसायिक कृषक हुँ। हजुर। म मेरोमा 12 महिना तरकारीहरूको सम्पर्क गर्न सक्नु तपाईहरुले। हजुरहरु आउन सक्नुहुन्छ यो फलेवास नगरपालिका। अहिले हाम्रो कसो भने ऐतिहासिक धरोहर हाम्रो पुर्खाहरूले बनाएको ठाँटी पौवा सिसाढाँडी। हजुर। त्यसैको लागि धरोहरलाई नाम उच्चारण गर्नको लागि सिसाढाँडी नामबाटै मैले फर्म बनाएर राखेको हुँदाखेरि हजुर सिसाढाँडी अधिकारी अर्गानिक कृषि फर्म पुनपा 10 मलाई खोलामा पर्छ। हजुर। म चाहिँ नित्यन्त तरकारी व्यवसायमै मेरो मनपर्ने भनेको टमाटर र यी अर्गानिक तरकारीहरू बनाउने मेरो उद्देश्य हो। बनाउँछु पनि। हजुर हजुर। र अपेक्षा गर्छु कि मेरा ग्राहकहरूले एकपल्ट ल्याउनुहुन्छ र उहाँहरूले एकपटक लसी सन्तुष्टि हुनुहुन्छ ग्राहकहरू। राम्रो पाइयो भनेर मसँग सम्बन्ध कन्ट्याक्ट गरिराख्नुहुन्छ। उसमा बजारमा पनि जान्छ तर प्राय जसो मेरो गाउँमा नै खपत हुन्छ। यही नै जानै पर्दैन। यही साथीभाइहरूले एकपल्ट लगेपछि खोजी आउनुहुन्छ। हजुर। म चाहिँ साधारण कृषक हुँ। यस्तो ठुलो व्यवसायिक पनि परिन है। हजुर। आफूले भ्याएसम्म अब सिजनमा म यस्तो तरकारीमा प्रोत्साहन दिएर नै गर्छु भनौँ। टाइम पास पनि हुने। हजुर। मेहनत गर्नुहुन्छ, मेहनती हुनुहुन्छ। परिवारलाई खाना पनि 12 महिना हाम्रो तरकारी बारेर बेसाउनु पर्दैन। हजुर। प्लस मैले आफ्नो छिमेकमा र बजारसम्म पनि पुर्याउनु भएको छ। पुर्याएकै छु भनौँ अहिलेसम्म। अनि यो हाम्रो यस फलेवास नगरपालिका अहिले यो विकासको गतिमा छ। यसको बारेमा केही भन्न चाहनुहुन्छ कि बुवा? विकास अहिले हाम्रो फलेवास नगरपालिकामा राम्रै छ र अहिले फेरि हाम्रो यो पुरानो ठुली पोखरी र शङ्कर पोखरी जोड्ने यहाँ मोटरवेयर पुलको निर्माण हुँदैछ। लगायत अब काम सुरु भएको छ। यसको लागि हामी धेरै नै खुसी छौँ र हाम्रो बाटो पनि लगभग आधा पिच भइसकेको छ। अब अगाडि पनि निरन्तरता होला भन्ने हामी नेपाल सरकारसँग र हाम्रो स्थानीय नेताहरूसँग पनि अपेक्षा राखेका छौँ। र हजुर हजुर भौगोलिक बनावटले गर्दा अलिकति नामै पर्वत जिल्ला अलिकति अप्ठ्यारो परेको हुँदा पनि तैपनि जे होस् विकासका कार्य निर्माणहरू भइरहेका छन् र हामीहरूले पनि सक्दो अब उहाँ त्यो कामप्रति प्रोत्साहन दिएका छौँ, योगदान दिन्छौँ। र अहिले यो सिसाढाँडी हाम्रो ऐतिहासिक पुर्खाहरूले बनाएको ठाँटी धरोहरलाई यसको नाम सबै मान्छे पुगोस् भनेर मैले आफ्नो फर्मको नाम नै सिसाढाँडी अधिकारी अर्गानिक कृषि फर्मबाट राखेको छु। ताकि म त अधिकारी भयो तर हाम्रो पुर्खाहरूको धरोहरलाई नाम तपाईको माथि पुर्याउनको लागि सिसाढाँडी नामबाटै मैले राखेको छु। र मेरो यो व्यावसायिक टनेल छ। 2-3टा टनेलहरू छन्। 12 महिना म खेतीमा नै खास तब तरकारीमा अब ग्रिन भेजिटेबलमा नै म प्रोत्साहन खाना पनि दिन्छु भन्छु कस्टमरहरूलाई पनि र आफूले घरलाई पनि प्रयोग गर्छु। एकदम अर्गानिक भयो। अर्गानिक मैले विषादी के प्रयोग गर्दिनँ। मल खाद र गहुँतबाटै उत्पादन गर्ने हो। बरु थोरै उत्पादन गर्ने, राम्रो बनाउने, अर्गानिक र राम्रो गर्ने मेरो उद्देश्य नै त्यही हो। र म किन भन्दा म स्वयंले खान्छु र मैले अरूलाई पनि अर्गानिक नै खुवाउँछु भन्ने मेरो धारणा छ। म यसमा यथावतै रहनेछु। अब व्यवसाय गरेर यहाँ तपाईको केमिकल प्रयोग गरेर मलाई धेरै इन्कम चाहिँदैन। हुन्छ। हजुरसँग कुराकानी गरेर धेरै नै खुसी लाग्यो हैन। हजुर धन्यवाद। भाइले आज माइक लिएर आउनु भएको रहेछ। हजुर। यसको लागि पनि भाइ अब हरिश अधिकारीलाई पनि धन्यवाद दिन चाहन्छु। ल फलो गरिदिनु भन्नुस् त युट्युबमा हेर्दै। मेरो युट्युबमा हेरेर त फलो गरिदिनु होला। युट्युबमा फेसबुकमा भन्नु। युट्युब फेसबुकमा फलो गरिदिनु होला।